सो वाट्सअप गाइज के छ मेरो पनि ठिकठाक नै छ भन्नु पर्यो। आज म चाहिँ हस्पिटल जान लागेको अस्ति रुखबाट खसेको कारण घाउ भएको थियो नि त। अस्ति ड्रेसिङ गरेर आएको हल्का हल्का यस्तो बाँधिदिनु भएको थियो। फेरि नेक्स्ट टाइम आऊ भन्दै बोलाउनु भएको थियो, त्यस कारण म यहाँबाट हिँड्न लागेको। सो रेडी भएर म यहाँदेखि हिँडिसकेँ। आजको गेटअप चाहिँ यस्तो हो, हस्पिटल जाँदा हल्का खुल्ला लाएर आउनु भन्नुभएको थियो नि त, त्यहाँ माथि त्यो ड्रेसिङ गर्न, त्यहीँ भएर हो गाइज। म चाहिँ फाइनली अब अस्ति दिनुभएको थियो नि कागज, त्यसको त नियम पालना गर्नु पर्यो। देख्न सक्नुहुन्छ भ्यू चाहिँ बबाल छ क्या, यतातिरको भ्यू चाहिँ कुरै गर्न परेन कि गाइज, बबाल नै हो। अनि मैले चाहिँ अब बाटोमा भगवान् मन्दिर देखेँ, अनि के भन्छन् रे, केही नहोस् राम्रो होस् भन्दै ढोक्दै अनि म हस्पिटलतर्फ लागेँ। सो फाइनली म हस्पिटल पनि आएँ है। अनि मलाई म भित्र गएर हल्का चेक गरेँ, घाउ हल्का पाके रहेछ, त्यस कारण उहाँले फेरि अर्को पट्टी बाँधिदिनु भयो र नेक्स्ट टाइम आऊ भन्नुभयो। त्यस कारण म घर हिँडेँ होइन। देख्न सक्नुहुन्छ आज चाहिँ मलाई यस्तो पट्टी बाँधिदिनु भएको छ। आज चाहिँ अलि धेरै बाँधिदिनु भएको छ कि अस्ति हल्का हल्का थोरै थियो, त्यस कारण अब यस्तै नै हो गाइज। अब तपाईँलाई भ्लग हेर्न पसन्द आउँछ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। अर्को भ्लगमा मिलाउँला। सो जय शम्भु।